हेलो नमस्ते नमस्कार गाइस, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। तपाईले के कस्तो छ? सन्चो बिसन्चो ठिकै होला, आरामै होला हैन? अब मलाई सन्चै छ, आराम कुशल नै छु म। गाइस आज चाहिँ म हिजो म बारीमा गएको थिएँ। बारीमा बदेले मकै खायो भनेर यसो डोरीहरु टाङ्गेर आएको थिएँ। त्यहाँ आज जाँदैछु गाइस। अच्छा गाइस कतिको बदेलले मकै खाएछ भनेर हेर्न गाइस। सो गाइस म बारीतर्फ लाग्दैछु गाइस हैन। तपाईहरुलाई सन्चो बिसन्चो के कस्तो छ? क्या मेरो भिडियो के कस्तो छ? राम्रो छ या नराम्रो छ हैन? राम्रो गर्न के गर्नुपर्छ, केही सल्लाह सुझाव दिनुहुन अनुरोध गर्दछु। मेरो यो भिडियो फर्स्ट टाइम हो बनाउँदैछु हैन गाइस। कतै एडिट मिल्दैन, कतै क्रप मिल्दैन, कतै भिडियो बनाउन अलिक गाह्रै पर्दो रहेछ। मैले पनि भर्खरै बनाएको हुँ। कृपया सल्लाह सुझाव दिनु होला हैन। के मिलेन कसो मिलेन, बोलाइमा भिडियो एडिट गर्नेमा केही समस्या छ कि हैन, यसो सल्लाह सुझाव दिने। आजको मौसम चाहिँ यस्तो रहेको छ हैन। पानी चाहिँ परेन हिजो है। आजको मौसम यस्तो रहेको छ है गाइस, हेर्न सक्नुहुनेछ तपाईहरुले है त। यस्तो छ मौसम। तपाईतिर के कस्तो छ? म बारीमा जान्छु आज। मेरो काम बारीतिरै जाने, यसो के कति बँदेलले सिधाएछ हेर्ने, अनि घाँसहरु काटेर ल्याउने छ है गाइस। आजको बिहान 7:30 बजे 8 बज्न 8 छ हैन। त्यसको भ्यूलाई हेर्नुस् गाइस ल। अनि म चाहिँ आज बारीतिर यसो लोफर्के पनि लाड्नु छ कि। लोफर्केले नि छेउछेउमा त्यो घारी छ, त्यही भएर मकै सब खाइसक्यो। अब घारी फाड्ने त्यस्तै काममा लागिरहन्छु गाइस। त्यस्तै हो है। फाइनली गाइस म चाहिँ बारीमा पुगिसकेको छु। मकै बारीमा पुगिसकेको छु। हिजो बारीको ठाउँमा चाहिँ डोरी टाङ्गेको ठाउँमा चाहिँ के कस्तो भयो भनेर म हेर्न जाँदैछु हैन गाइस। म बारीमा ठ्याक्कै आइपुगिसकेको छु। यो रहेको छ मकै बारी। यो सब घुम्नुपर्छ, कहाँ के भयो हैन, कस्तो गर्यो। त्यही भएर म आज यहाँ उपस्थित भइसकेको छु गाइस। फाइनली मेरो मम्मी नि यता आउनु भएछ हैन गाइस। मियो क्यों लाग्यो बोल? मेरो मम्मी नि आउनु भएको छ यहाँ हैन गाइस। जी युट्युब झन्डै पछाडि हैन। हैन गाइस, हिजो चाहिँ यहाँ बारेको थियो, आज के कसो भयो चाहिँ हामी हेर्न आएका छौँ। गो मियो भाँडा दिउँ हजिको अनि गाई। हिजो यहाँतिर बारेको थियो, आज बँदेल कहाँबाट छिरेछ, कहाँ के भएछ भने हामी यसो अनुसन्धान एमा झन्डै पछाडि यहाँ यसरी बारेको थियो है। आज मकै खाछ कि छैन हामी हेर्न आएको, म हेर्न आएको छु हैन गाई। हिजो मैले त्यहाँनिर सर्प भेटेको थिएँ, आज यतातिर छु हैन। आज यो बनहरू पनि फाड्नुपर्ने छ। फाइनली गाइज आज चाहिँ बँदेल आएन जस्तो छ कि खोइ है। यहाँ यत्रो बिदी टाङ्गिया छ है, लुगा कपडा के झान्द्रा झुन्द्रु के हो सब टाँगेर हैन गाइज। आउँदैन भनेर यसरी राखेको थियो, आयो कि आएन है। आज चाहिँ आया। ओहो मकैले त के हो जानै नदिनु त रहेछ यार। ल गाइज आज चाहिँ आएन जस्तो छ यार बँदेल हैन। यहाँतिर मकै भाँचेर रहेछ, कसले भाँच्यो
हिजो भाँच्यो हो कि ल यसरी पारेको थियो हामीले हिजो के हो सब टाँगेर गाइस आउँदैन भनेर यसरी राखेको थियो आयो कि आएन है आज चाहिँ आयो ओहो मकैले त के हो जानै नदिँदो रहेछ यार ल गाइस आज चाहिँ आएन जस्तो यार बजार होइन ओ यहाँतिर मकै भाँच्यो रहेछ कसले भाँच्यो हो हिजो भाँच्यो हो कि ल यसरी पारेको थियो हामीले हिजो आज चाहिँ म आएको बँदेल आएका होइन हेर्न जाऊ बाबु रे अनि यसो आइदिएको नि के हो होइन ओ लोफर्की आएछ हो लोफर्कीले मकै सब सत्यानाश पारेको छ आज चाहिँ बँदेल आएन जस्तो है गाइस यसो म बारी सब घुम्नेछु अनि यो यहाँ बाटो बन्द गर्नुपर्ने छ होइन गाइस यो जङ्गलमा अब के यस्तो जङ्गल छ यो घारी छ सब फाड्नुपर्छ आज मैले होइन सिउँला पनि काट्नु छ एक बारी सिउँला बाख्रालाई आज त बँदेल आएन जस्तो छ बारेर राखेको छु अब के कस्तो हुन्छ अब मकै नपाकिन्जेलसम्म यसरी नै बिहान बिहान आएर हेर्नुपर्ने हुन्छ ओ लहरी आइगयो बाघ आइगयो यार यस्तो छ गाई है यहाँ बँदेलको चाहिँ धेरै नै बिगिरहेको छ त्यसकारण हामीले चाहिँ विभिन्न उपाय लाउने गर्छौँ कसैले खाडल खनेर राख्छ भने कसैले चाहिँ राति यहीँ आएर बस्छन् है तर हामी चाहिँ आएर बस्न सक्थ्यौँ तर डोरी टाँगेर राखेको छौँ अब यो म बारी भित्र जानेछु कहाँ के भएछ लगायत हिजो चाहिँ यहाँ तलतिर खाएको थियो अस्ति चाहिँ आज चाहिँ खै हेरौँ कहाँ के गरेछन् है गाइड यस्तै छ ओहो आज चाहिँ आएन जस्तो झन् पछाडे यहाँतिर यहाँ यो अब मियो छुन ममुङ वारान्दो यहाँ दो त अहिले यहाँ रहेछ यार अस्तिको ओ थाङ्न नहुने ख मम थो थावाई सिद्धाएछ आज नि ए थाङ्न आउँदो खस यत्रो विधि खाएछ ल हेर्नुहोस् गाइस सब सिधाएछ गाना बोको थो से सब खाएछ आज झन् डबल पारेछ गाना बोल्छु कहाँबाट आएछ यार गाई सब सिधाएछ यहाँतिर नि खाएछ यहाँतिर नि खाएछ यहाँ त अस्ति हिजो नि खाएछ यहाँतिर नि खाएछ यहाँबाट झराइरहेछ यहाँबाट है गाई सब सिधाएछ आज ल त्यो बारे मात्र भयो कहाँबाट छिर्यो गाई सब खाएछ है बिजोक बनाएको बिजोक गाना दो यहाँ कुआउने बाह्र दे सब सिधाएछ मकै सिधाएछ सब खाएछ गाइस यो बँदेल कहाँबाट आएर जाने हेर्छौँ सब सिधाएछ गाइस सब आदि खाएछ ल गाइस ल हेर्नुहोस् त गाइस मकै खाएको सबै सिधाएछ नि हेर्नुहोस् त बिजोक मकैको खामुखमा आएको मकै यस्तो सब सत्य नाश पारेछ बँदेलले हेर्नुहोस् सब लडाएको ल केही छैन बाँझे बनाएछ है गाइस यो बँदेल कहाँबाट आएको होला त अब सब सिधाएछ गाइस हेर्नुहोस् त गाइस यहाँतिर माड मैदान खेलेछ गाइस यहाँ हेर्नुहोस् न ल हेर्नुहोस् त गाइस सब सिधाएछ है
ल गाइस मैले चाहिँ त्यतातिर बारेर यतातिर बारेर मैले एक भारी घाँस बनाइसकेको छु। अब घाँसको भारी बोकेर त जानै पऱ्यो गाइस होइन, घरमा बाख्राहरू छन्। अब जान लागेको छु गाइस। वेल बाई बाई, सी यु टुमारो। फेरि पनि नेक्स्ट भिडियोमा भेटिन्छ। भिडियो के कस्तो छ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। भिडियो राम्रो नराम्रो प्रतिक्रिया दिनु होला। धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेटौँला।